हाम्रो धादिङ राम्रो धादिङ संस्कृत विचारले जात्रा उत्सव महोत्सवले प्रकृति सञ्चारले आउनुहोस् आज म तपाईहरुलाई धादिङको गणेश हिमालदेखि समथर फाँटसम्म तपाईहरुलाई यात्रा गराउने नै छु। यो प्रकृतिको काखमा रहेको गणेश हिमालले अवश्य नै सबैको मन लोभ्याउँछ। हामी देख्न सक्छौं यो सुन्दर हिमाल पहाड अनि प्रकृतिले दिएको सुन्दर वन जंगल अनि सिरसिरे हावा कति मिठास त छ यसमा बाँच्नु र जिउनुको अर्थ। हेर्नुस् त हाम्रो धादिङमा कस्तो मिठो काँक्रो फलेको छ। एउटा त ठुलो भइसकेछ है। ला कति धेरै फलेको हेर्नुस् न कोपिला लागेको। धादिङमा चाहिँ विशेष गरेर यसरी चाहिँ काँक्रो रोप्ने चलन छ। तसर्थ माटो भित्रमा भएको खनिज पदार्थहरू काँक्रोले सिधै टोसेर लिन सक्दछ। यो धादिङ बेसीमा है यो चाहिँ कफी कस्तो राम्रो फङ फल्ने। यसको मतलब यहाँ चाहिँ कफी चाहिँ एकदम राम्रो हुन्छ भन्ने हो। हेर्नुस् है हामी काफल खान आइसकेका छौं। यहाँ काफल यस्तो मिठो आहा एउटा खाइदेऊ न है। बाबा मिठो यार। यो ब्युटिफुल गाइस हैन ऐसेलु खानी भए त आउनुस् है धादिङमा कति पाकेको ऐसेलु ल हेर त। ओहो कति पाकेको यो भैरव डाँडामा यो काफल पनि हेर्न कति पाकेको हो भाइ। हेर्नुस् है काफल कस्तो पाकिरहेछ अनि यहीमा ऐसेलु पनि खतरा पाकिरहेछ। काफल र ऐसेलु हेर्नुस् त नाइस ह। दिस इज एलोभेरी ह। आहा बडो मिठो यार। यो ऐसेलु हैन यो के हो यो ऐसेलु हैन। आहा हाम्रो ब्रदर स्कट चाहिँ यहाँ छ। हाम्रो ऐसेलु चाहिँ त्यहाँ छ। हाम्रो टेम्पल चाहिँ यहाँ छ। हेर्नुस् गाइस ब्युटिफुल टेम्पल over there. It's aloe here, blackberry here. And we guys are here. This blogger here, you can see. Hi. He make a tractor himself. This is Sanjay blogger. हाम्रो घरमा चाहिँ एभाकाडो यस्तो राम्रो फलेको छ। हेर्नु यस्तो सानो बोटमा कति धेरै फलेको रहेछ। हुन्छ यहाँ गोली भेडा फलाउने आइडिया हेर्नु है। मोलको नि सदुपयोग भयो। गोली भेडा नि यस्तो मजाको फल्दछ ल हेर्नु त। आहा यो गोली भेडा टक्क अचार पिनेर खान कति स्वादिष्ट मिठो हुन्छ। यो यस्तोबाट फलाउँदो रहेछ ल त। मोलको नि सदुपयोग भयो। गोली भेडा नि राम्रो फल्यो। ओहो कति धेरै तपाईँ आफैले बुन्नु भएको हो यो धेरै हैन किनेको